हाम्रो भीमे अङ्कलको घर माथिको यो बाटो यस्तो छ। यहाँबाट दाजु के छिराउन सक्छ त गाडी यहाँ? हजुर सकिन्छ? पहिरो गएको छ यहाँ त। अनि यस्तो छ हाम्रो के गर्नु, घर पुग्नलाई यति गाह्रो छ। हेर भाइहरू आएको छ नि ढुङ्गा। आम्मै के गर्छ यसले त, पाहाडै पल्टाउँदैछ त। पाहाड त यहाँ 2-4 वटा पाहाड पल्टिसक्यो मामै है ढुङ्गै माथि केटाहरूले। हेर्नु त यहाँ होइन भने ढुङ्गा फस्के। ल ल ल साथी हो, जोड गरौँ। अब यस्तै छ जिन्दगानीमा, माछा पानीमा निकाल्ने कसरी त। मलाई बारीबाट दाजु बाटो छैन, बारी तर अहिले के कोदो त छ होइन? भोलि खन्नुपर्छ हामीले, आज होइन भोलि। ए भोलि हामी खनौँ ल, दुई घन्टा भए लाएर भने ल। भोलि चाहिँ 2 घन्टा श्रमदान है साथी हो। जान्छ त्यहाँ पक्रेर र पद्मे बडाको यो घोलीको रुखबाट यस्तो छ स्थिति। गाउँ आउनु त मन लाग्छ तर बाटैको डर लाग्छ। तिम्रो घर आउन त मन लाग्छ, आउँथे तर बाटोको डर लाग्छ। सिमसिमे पानीमा बैमान गर्छ कि जिन्दगानीमा। तिम्रो घर आउन त मन लाग्छ, आउँथे तर बाटोको डर लाग्छ। सिमसिमे पानीमा बैमान गर्छ कि जिन्दगानीमा। कस्तो लाग्यो? यस्तै छ हाम्रो त गाउँ, के गर्ने अब। यी बाइकहरू यसरी थन्काएको छौँ। बाटो यसको गति यस्तो छ, हिलम्बे। अनि यहाँबाट छिराउनु पर्ने। काजी स्टार्ट गरेर हुँदैन ल केटाहरू। काजी अगाडि जा। त्यसको झोला लिदिउँ न, काजीको झोला हामी लिदिउँ न। काजीले त उताल्छ नि त बाइक पनि। आइस भाइ बेसी मासतिर भित्तातिर ठेलिदिनु है, तलतिर नि। ए ठेल्दै ठेल्दै नचढी लैजा। के गाउँले तल तानेर लैजाउँ न, तानेर कहाँ के गाउँले खुल्क्यो भन्दा सक्यो त तलतिर झऱ्यो भन्दा। पहिरोमा झर्छु ल, पहिरोमा झरेर पहिरो झरे पर्छ। यस्तो छ बाटो। अनि कसरी आउनु पाहाडमा? हेर बाइक त नै त्यारे अरू तलबाट लाने भाइ, अल कागतिर लाने भाइ। अरू ठुलो कागमा डाइरेक्ट यहाँ सम्भवै नहुने भयो त नि। यसरी कसरी सक्नु? ड्राइभर गुरुजीहरू पछाडि जाँदा हुन्छ है, यहाँ छिराइदिएर चाहिँ।
गाडी लगाइ यस्तो छ हाम्रो गाउँमा अनि कसरी हुन्छ त अनि काजे धेरै मजाक्ने र अनि यो सेला फट्याङ्ग्रोलाई कमिलाले लगे जसरी लानुपर्छ अनि कसरी सक्नु त गाउँमा ल अब अरू गाडी चाहिँ तल्लो बाटो लानु टेन्सन नलि गइसके होइन अब को भान्जा ए गाडी हाँक्ने को छन् पछाडि त्यो सबै गाडीहरू तलबाट जाने भाइ मणिको घरमा समावेश छैन यसरी लगेर हुन्छ त गाडी जासम्म पनि जाऊ भान्जा पनि जानु हुँदैन ल चलेर आउनु यहाँ समावेश छैन क्या होइन म ड्राइभर होइन ए को छ यस्तो यस्तो पहिरो गएको छ भीमे अङ्कल घरमाथि यहाँबाट झरीबाट कहाँ पुगिन्छ होला एकैचोटि यो बासगाडीमा अनि यस्तो बाटोबाट गाडी छिराउने भने चाहिँ कस्तो समय आयो यो तिमी माया प्रदीप ल प्रदीपमा पठाइदिन्छु ए भोलि हामी आफै खानु गाडीवाला जर पठाइदिउँ न कहाँकोमा जान्छ नि होइन गाडी ठुलो काको सामान त के छ तेल भने सिधैन घरमा घरमा निस्किँदैन गाडी त्यसो यहाँ भनिदिइहाल्नु के हो के बजिरहेको होइन गाडी निस्किँदैन भन्नु चाहिँ फेरि तल मेरो त आउँछ यता अब यस्तो छ त्यसो भए त अनि कसरी हुन्छ त गाँठ्यो गाजे भोलि खनौँ भोलि 2 घन्टा लाएर पनि खन्दिउँ हामी ए भाउजू नमस्कार ल हेर हाम्रो भाउजू राति 12 बजे टस बालेर यसरी दुःख दियौँ के गर्नु हेर बाटो चाहिँ नबनाइ नहुने भयो हामीले ए मैले राखेको टेन्सन नलिनु न यो चाहिँ कहाँनेरिको यो भीमे घरमाथि कस्तो केटा रहेछ यो गोकर्णले केही थाहा पाउँदैन यहाँ नि हाम्रो दीपक शङ्करले लडेको उहाँ केपिङ गऱ्यो त्यो रोका टेपिङ त्यही गल्ली हो ए हान्ने त ए कान्छो दाई गई यहाँ कान्छो दाईको उता हो यो हाम्रो अमर दाईको कार्की अमर यता पद्मे बडाउ ए बडा ढुङ्गा नलाउ भन्थे त्यस्तै भयो भाइ हेर जिन्दगानीमा अब गाडी ठेलेर बोकेर झार्नु पर्ने मान्छे के समय आयो मिस्टेक गरेको नि त यो मिस्टेक कसको हामीकै होला हाम्रै यहाँ जो छन् गाउँमा तिनीहरूकै मिस्टेक हो के गर्नु यसरी फाल्दै जिन्दगानीमा माछा पानीमा कसरी हुन्छ अब यसरी गाउँ आउनु परेको छ यसको पीडा कसले बुझ्दैन बाइक बोकेर ढिल झार्नु पर्ने स्थिति यत्रो डाँडा सबै फेरि छ जङ्गल भएको छ र पनि बाटो नपाउनु हामीले के भयो यस्तो
भाउजू जानु न घरतिर हामी भइहाल्नु अब तलबाट सजिलो थिएन अलिक म तलबाट झुला काकार गम्रो निस्किन्छ घरमा निस्किन्छ भने भनिदिनु पर्छ दाजु उहीँ लगिहाल्छ लगेर लानु त एक दुईवटा त एक दुई उतै लानु हो त्यही भन्नु न निस्किन्छ नि त उता नै हो निस्किन्छ ठेलेर अलिकति निकाल्छ एउटा डिल त होइन अनि यहाँ त हेर्नु त आमा बिजक ए सानो भाइ मासतिरै भित्तातिरै कोल्टे पार भित्तातिरै कोल्टे पार है पछाडि सर दाजु सर म बत्ती देखाउँछु सर नि पछाडि भिडियो निकालेको म त ए हो यस्तो गाडी लानु भनेपछि ल अरू गाडी चाहिँ चल सिधै लैजाऊ साथी हो टेन्सन धेरै नगर अब गाडीहरू छ कि छैन माथि अरू गाडी माथि छ कि छैन अरू गाडी गइसके अरू गाडी गए ल त्यसो अरू तल पठाइदिउँ ल ल दाइ सङ्घर्ष धेरै छ दाइ अब सङ्घर्षको त सीमै छैन सगरमा चढ्न त सजिलो हुन्छ तर के गर्नु हाम्रै यो मान्छेले बिगाएर यसरी गाडी बोकेर ल्याउनु परेको छ तिहारे अनि कसरी आउनु त गाउँ लगौँ ए कहाँसम्म छ यहाँ यो गाडी बोकेर झारिन्छ उहाँलाई गाडी झर चाहिँ भने त यहाँ हामी ल्याउँछ त हिँड्नु लागि ज्वरोको टेन्सन लगेन यार यहाँ ज्यानको खतरा भइसक्यो यसरी गाडी बोकेर हिँड्नुपर्ने स्थिति छ भनेपछि अनि कसरी आउनु गाउँमा अरे अठै नामले अनि हुन्छ काजे असम्भव अनि बिगारे कसले आफ्नै वडा अध्यक्षले वडा अध्यक्ष छैन यहाँ घोडा अध्यक्षले चाहिँ बिगारेछ वडा अध्यक्ष छैन घोडा अध्यक्षले बिगारे यहाँ भन्ने कुरो चाहिँ बुझ्नमा आएको छ